हेलो एभ्रिवान, नमस्ते। आज त मेरो छुट्टी हो र आज चाहिँ मैले माम बनाएँ। चिल्ली चिकन बनाउनु लागि चाहिँ मैले यो मेरिनेट गरेको, तर यो मेरिनेट भएको जस्तो भएको छैन। अनि यहाँनिर क्याप्सिकम प्याजहरू राखेँ, अनि यहाँ ससहरू राखेको छु। अनि अब चाहिँ मैले अब फ्राई गर्न आँटेको होइन, फ्राई गर्छु। त्यहाँदेखि चाहिँ हेरौँ कस्तो हुन्छ। फर्स्ट टाइम बनाएको यो चाहिँ मैले। राम्रो भयो होइन, तर पुरा उछिटिँदैछ। म तपाईँलाई यसको लास्ट देखाउँछु ल। अहिले त म सक्दिनँ भिडियो हेर्दा, यस्तो गर्नु पुरा उछिट्दैछ तेल हो। बादमा देखाउँछु नि है हजुरलाई लास्टमा। मेरो चिकन चाहिँ रेडी भयो। अब चाहिँ म पकाउनु तर्फ लाग्छु। यहाँ चाहिँ मैले तेल तताइ राख्छु, पानी पो भने। अनि मेरो चिल्ली चिकन रेडी भयो। कति दिन बादमा मलाई यो बनाउनु परिरहेको थियो एन्ड फाइनली बन्यो। सो अब चाहिँ खाने म। सो बाई।